हाम्रो आलु उसिने भुटेर खानु कति मजा आउँछ। हेर्नुस् है कति राम्रो छ यो शिवकले चाहिँ खन्दैछ। शिवक दादा शिवक हेलो भन् त। हेलो भन्दिन रे हो। अन्त यो शिवक खन्दैछ। अन्त यो उयो हाम्रो घर हो। अन्त चाहिँ यहाँ पप्पा छ हो। यहाँ म छु। गाइस यहाँ हेर्नुहोस् त शेखर पनि आयो। शेखर हेलो गर्दै हेलो गर्नु। यहाँ शिवक पनि छ। यहाँ उयो आलु चाहिँ हेर्नुहोस् त सानो सानो पनि छ ठुलो ठुलो पनि छ हो। यहाँ हेर्नुहोस् त खनेको आलु पायो हेर्नुहोस् त गाइस पुरा आउँदैछ कि गाइस। यति बेसी छ यी दुईटा हो। उसिने खाने चाहिँ मजा आउँछ अचारसँग हो त है हो त। बाबा अन्त गाइस हेर्नुहोस् है आलु। अन्त चाहिँ शेखर पनि घर गयो हाम्रो। आजकल शेखर हाम्रै घर बस्छ हो। अन्त चाहिँ शेखर निक्ले। अन्त यहाँ हेर्नुहोस् त आलु पुरा पायो कि अब उयो आलु यहाँ राखेको छ। बट्टा पनि ठिकै रहेछ हौ यो आलुहरूको लागि। शिवकले राखेको हो। अन्त शेखर चप्पल टिप्न किन चाहिँ उयो त्यो फ्याक्केकै कुदेर हो गाइस। अन्त बाई बाई यतिको भ्लग आज यतिकै भ्लग सक्यो। बाई बाई भोलि गर्छु अब भ्लग भोलि बाई बाई।